हेलो गाइज वेलकम छ हजुरहरूलाई मेरो सेकेन्ड ब्लगमा। आशा छ हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ असारे 15 दही चुरा खाने दिन चाहिँ हाम्रो रोपाइ छ। 14 गते चाहिँ बिउ उखालेको थियो, 15 गते चाहिँ हाम्रो रोप्नै पर्ने थियो। अनि 15 गते नै ट्र्याक्टर लगाएको थियौँ। राति कति बजेको थियो यो ट्र्याक्टर लगाउँदा चाहिँ यस्तै 5-6 बजिसकेको थियो। ट्र्याक्टरै नपाएर कि यस्तो अहिलेको फेरि यो धान रोप्ने सिजनमा फेरि ट्र्याक्टर पाउनै धौधो हुन्छ कि। अनि त्यसपछि चाहिँ अनि हामीले रोपाइ सुरु गऱ्यौँ। अनि बिहानको 6-7 बजीतिर चाहिँ रोप्नु भएको थियो माइजू र दिदीहरूले। अनि म चाहिँ खाना बनाउनु परेको थियो बाबुलाई स्कुल पठाउनको लागि। दुईजनाले एउटा खेत चाहिँ रोपिराख्नु भएको थियो, आधा आधा भइसकेको थियो। अनि त्यसपछि म चाहिँ कामसाम भ्याएर गएँ। अनि तिनजनाले मिलेर रोप्यौँ। अनि त्यही घरमा आधा भइसकेको थियो। मलाई चाहिँ फेरि खासै आउँदैन कि रोप्न, र मात्रै हो अलिअलि हल्का काम चलाऊ। एउटा कुरा चाहिँ हामी तिनजनाले रोपेर भ्यायौँ। अनि त्यहाँबाट अर्को कुरा चाहिँ मामाले रेडी गर्दै हुनुहुन्थ्यो। अनि तिनजना दिदीहरू आउनुभयो कि छिमेकी दिदीहरू सघाउन। अनि कस्तो रमाइलो गर्नुपर्छ हेर्नु। Shaway! Shaway! Hello, what's up, Nick? Oh. यो पालिको बिउ चाहिँ हाम्रो फेरि एकदम राम्रो भएको थियो कि। त्यो उस खेतमा चाहिँ पानी एकदम धेरै भएको थियो, त्यो पनि बिउ डुबेको थिएन कि। अनि भाग्य पनि हो के बोलेको यार। कस्तो भाषा बहिनी हाम्रो रोपाइ एकदम राम्रो भयो। खेताला अलि अल्लारे भनेको त एकदम असली खेताला पाइएछ। यस्तो खुसी लाग्छ आज मलाई यो पनि। यति हराभरा छ हाम्रो घर, हरियाली। ओ यो बिउ त यस्तो बिउ त यो 17 नम्बर वडामै छैन कि मेरो। ल हेर नाकेका साथीहरू हामी पनि धान रोपेर भ्याइयो है साथीहरू। हाम्रो सम्पूर्ण हाम्रो खेताला दिदीहरू, अब मभन्दा एकदम अग्रज दिदीहरू सबैलाई मेरो के अरे एकदम हृदयदेखिबाट नमस्कार। म आज 15 भएको भएर राजा रानी हिलो खेल्ने मौसम मेला एउटा आफ्नो संस्कार जगाउनको लागि एउटा सानो गीत गीताउँदैछु है। हे आसारे Baba, what's that? हिलोमा खेलाउला अन्त हेर्नु न रोपेर हामीले एक मुरी उजाउला छिपे हिलो छिमालाई घिन्लायो छिमालाई घिन्लायो
ताली नानीलाई फरिया किन्दा 26 ऋण लायो 26 ऋण लायो। हामीले चाहिँ धान रोपेर पनि सक्यौँ, गीत गाएर पनि सक्यौँ है साथीहरू। अब चाहिँ दही चिउरा खाने कार्यक्रम भइरहेको छ। तपाईँहरूलाई कस्तो लाग्यो मेरो ब्लग? मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु है त। बाई बाई।